अहंकारी शासक केपी शर्मा ओली अनि उसको पार्टी एमालेको यो हदसम्मको पतन कसरी हुन पुग्यो? सुधारिएको भनिएको कांग्रेस पात पतिङ्गर नै नरहने गरी कसरी बढारियो? इतिहास सम्झन धेरै टाढा जानु पर्दैन। 2079 को निर्वाचनपछि तेस्रै दल भए पनि प्रचण्डले ठिकठाकै सरकार चलाइरहेका थिए। भुटानी शरणार्थी काण्ड लगायत 2-4 वटा फाइलमाथि अपरेसन भइरहेको थियो। केपी शर्मा ओली र शेरबहादुर देउबा मिलेर भइरहेको प्रचण्ड सरकार अकस्मात ढालिदियो र अकारण ओलीको नेतृत्वमा अर्को सरकार बन्यो। भइरहेको सरकार किन ढालेको भन्दा स्वयं ओली र देउबासँग कुनै जवाफ थिएन। त्यसपछि ओली सरकारको दम्भ अनि मनपरी उल्टो पाल्टो शासन सुरु भयो। रवि लामिछानेलाई जेल हाल्ने, भुटानी शरणार्थी काण्डका नायकहरूलाई जेलबाट निकाल्ने, आफ्नाहरूलाई सरकारी नियुक्ति दिलाउने धन्दामा ऊ केन्द्रित बन्यो। जनताले गरेको आलोचना र खबरदारीलाई कति पनि सुनेन। सामाजिक सञ्जालमा बढ्दै गएको असन्तुष्टि दबाउन जुक्ति लगाउन थाल्यो। यसै त अहंकारी आडम्बरी शासक ओलीलाई त्यति बेला झनै खुरापाती दिमाग भरिदिने सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङ, सल्लाहकार विष्णु रिमालले ओलीको कान भरिदिए। बरु सामाजिक सञ्जाललाई नै बन्द गरिदिने। नरह्यो बाँस न बज्यो बाँसुरी नभन्दै फेसबुक, ट्विटर, इन्स्टा, भाइबर, व्हाट्सएप लगायत 2 दर्जन एपहरू एकसाथ बन्द गर्ने आत्मघाती निर्णय गरे। भदौ 19 गते सरकारले जनताको आवाज मुखरित गर्ने प्लेटफर्महरू सबै बन्द गर्ने निर्णय गर्यो। जनताको कम्युनिकेसनको सबै सामाजिक सञ्जालका माध्यमहरू ठप्प भए। आधुनिक युग र लोकतन्त्रका जनता मिनेट भरमै ढुङ्गे युगमा पुगे जस्तो महसुस गर्न थाले। यो असह्य पीडा थियो। जनताको मुख थुनेर ओलीले ललितपुरको गोदावरीमा भदौ 20 गते तामझाम सहित विधान महाधिवेशन गर्यो र गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ भन्ने गीत घन्काएर नाच्यो। यता जनताको आक्रोश ज्वालामुखी विस्फोट अघिको लार्भा झै भइसकेको थियो। भोलिपल्ट 21 गते शनिबार त्यही कार्यक्रममा एमाले नेता, कोशी प्रदेशका मन्त्री सरकारी गाडीमा झण्डा हल्लाउँदै जाँदै थिए। हरिसिद्धिमा एउटी बालिकालाई जेब्रा क्रसबाट बाटो काट्दै गर्दा ती मन्त्रीको गाडीले ठक्कर दियो। बिचरी ती बालिका सडकमै ढलिन्। तर ती मन्त्रीले सामान्य मानवीयता समेत नदेखाई गाडी नरोकी हुइकिए। त्यो भिडियो सामाजिक सञ्जालमा मिनेट भरमा विश्वभर फैलियो। जनताले सोचेका थिए यस्ता क्रूर मन्त्रीलाई तत्काल एमालेले फिर्ता बोलाउलान् र कानुन बमोजिम कारबाही गर्ला। तर ती मन्त्रीका पनि गुरु प्रधानमन्त्री ओलीले गोदावरी हलबाटै हिटलर शैलीमा थुतुनो चलाएर भने गाडीले यसो छोएको मात्रै हो, बढी राजनीतिकरण नगरौं। यो भनाइले आम युवाहरूको रगत झनै उम्लियो। जेनजी युवा समूहले आयोजना गरेको सेप्टेम्बर 8 अर्थात् भदौ 23 को आन्दोलनलाई झनै मसला बनाउन ओलीको त्यो क्षुद्र हरकतले ठूलो भूमिका निभायो। यस्ता अहंकारी मनमौजी शासकका विरुद्धमा युवाहरूलाई स्वस्फूर्त सडकमा उत्रन विवश गरायो। जेनजी युवाहरू मात्रै होइन, त्यस दिन जनताको उम्लिएको रगत अरू युवाहरू मार्फत पनि पोखियो। धमिलो पानीमा अनेक स्वार्थ भएकाहरूले पनि सायद मौकाको फाइदा उठाए र निषेधित क्षेत्र तोडिन पुग्यो। स्कुल ड्रेसमै भएका किशोर किशोरीहरूको टाउकोमै ताकेर निशाना दागियो। 19 जना बच्चाहरूको ज्यान गयो। बानेश्वरमा रगतको खोला बग्यो। अरू सयौं युवाहरू